भाइरल भिडियो भनेर चाहिँ हान्नु होला र यसमा चाहिँ तपाईको 101 मिलियन भ्यू यस्तो यस्तो भिडियोहरु तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाई 5.6 भिडियो हेरेर सबैभन्दा धेरै भ्यू तपाईको कुन सम्बन्धीको च्यानल हो त्यो पनि आफूले त्यो पनि ख्याल गर्नुपर्छ र सर्ट भन्दा सर्ट र 217 मिलियन भ्यू छ यो। नमस्कार साथीहरु, म खेम पौडेल र तपाई हेर्दै हुनुहुन्छ केएसएस ट्रिक च्यानल। साथीहरु, आज भन्दा अगाडिको भिडियोमा मैले तपाईहरुको लागि एउटा हाउ टु इन्क्रिज टाइम भनेर चाहिँ कसरी टाइम पुर्याउने, कसरी बढाउने टाइमलाई भनेर चाहिँ त्यसको बारेमा भिडियो बनाएको थिएँ। कसरी टाइम 4000 घण्टा युट्युब मोनेटाइज गर्नको लागि 4000 घण्टा आवश्यक पर्ने हुँदा 4000 घण्टा पुर्याउन धेरै साथीहरुलाई समस्या परेको हुन्छ र त्यो समस्यालाई चाहिँ कसरी समाधान गर्ने, कसरी चाहिँ 4000 छोटो भन्दा छोटो समयमा पुर्याउने भनेर म एउटा भिडियो बनाएको थिएँ। यो भिडियोमा तपाईहरुको लागि 4000 पुरा बनाउनु भन्दा पनि पहिला मोनेटाइज नहुने सब्स्क्राइबर पुर्याउनबाट चाहिँ अलि वञ्चित हुनुभएको, गाह्रो हुनुभएको साथीहरुको लागि चाहिँ एउटा सब्स्क्राइबरै 1000 सबैभन्दा मिनिमम सब्स्क्राइबर 1000 हुनुपर्छ है। 1000 सब्स्क्राइब भएपछि मोनेटाइजको लागि चाहिँ एलिजिबल हुन्छ र 500 भन्दा माथि लाइभ गर्न मिल्छ। सब्स्क्राइबर 500 भन्दा माथि भयो लाइभ गर्न मिल्छ। 1000 भन्दा माथि भएपछि बल्ल सब्स्क्राइबको लागि चाहिँ के भन्छ मोनेटाइजको लागि चाहिँ योग्य हुन्छ तपाईको च्यानल र मोनेटाइज घण्टा बढाउने समय म तपाईहरुको लागि भनिसकेको छु अर्को भिडियोमा, यो भन्दा पहिलाको भिडियोमा हैन, कसरी चाहिँ समय पुर्याउने 4000 घण्टा भनेर चाहिँ त्यसमा चाहिँ आइडिया म दिएको छु। र यो भिडियोमा तपाईहरुको लागि सानो च्यानलहरुको लागि भर्खर चाहिँ च्यानल खोल्नु भएको र सब्स्क्राइबर बनाउन नसक्नु भएको साथीहरु हुनुहुन्छ भने यो भिडियोबाट उहाँहरुले केही सिक्नु हुनेछ। यो भिडियो पुरा हेर्नुभयो भने चाहिँ उहाँहरुले चाहिँ पक्कै पनि 2 दिनदेखि 3 दिनमा चाहिँ सब्स्क्राइबर 1000 जना पुर्याउन सक्नुहुनेछ। भन्दै अब भिडियोतर्फ लागौं साथीहरु। साथीहरु, म स्क्रिन रेकर्डिङको लागि चाहिँ यहाँ स्क्रिन रेकर्ड गर्न गइरहेको छु, खोल्दै छु। अब हेर्दै जानु होला। तपाई आफ्नो युट्युबको चाहिँ युट्युब च्यानल भित्र छिर्नु होला पहिला। त्यसपछि म सिकाउँछु तपाईलाई। त्यसपछि तपाईले सर्चमा लेख्नु होला ट्रेडिङ TREADI ट्रेडिङ ट्रेन्डिङ लेख्नु पर्छ। TRE ट्रेन्डिङ भाइरल भिडियो भनेर चाहिँ हान्नु होला र यसमा चाहिँ तपाईको 101 मिलियन भ्यू यस्तो यस्तो भिडियोहरु तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाई 5.6 भिडियो हेरेर सबैभन्दा धेरै भ्यू तपाईको कुन सम्बन्धीको च्यानल हो त्यो पनि आफूले त्यो पनि ख्याल गर्नुपर्छ र सर्ट भन्दा सर्ट र 217 मिलियन भ्यू छ यो। 8.9 मिलियन छ। यसमा तपाईले यहाँ चाहिँ 39K यो यसको यो साउन्डमा यो भिडियोमा मान्छेहरुले चाहिँ भिडियो 39K ले चाहिँ भिडियो बनाइसकेको रहेछ। यसमा टच गर्नु होला एकचोटी ल यसमा ग्रीन स्क्रिन एनम खोल्नु होला र तपाईले कहाँदेखि कहाँसम्मको यसलाई ग्रीन स्क्रिन गर्न चाहनुहुन्छ यसलाई हो यो पिटेको छ यो ठीक छ यतिकै गरौँ। यसलाई हामीले डाउन गर्दियौ। प्रोसेसिङ हुँदैछ साथीहरु। यदि गर्नुभयो भने तपाईको भिडियो भाइरल चाँडो हुन्छ र भिडियो भाइरल भइसकेपछि तपाईहरुको छोटो भन्दा छोटो समयमा तपाई 2 देखि 3 दिनमा तपाईको 1000 क्रस हुन्छ सब्स्क्राइबर। यहाँ आफ्नो भिडियोलाई सानो गराउनु होला। यसमा चाहिँ यस्तो गरे पनि दुईटा आउला यसको सानो हुन्छ। यसमा आफूले केही भन्न चाहनुहुन्छ भने केही भन्न सक्नुहुन्छ र यसको तलतिरबाट हेरेर बस्नु होला। यहाँनेर माथिपट्टिबाट एक ठाउँबाट टक्क हेरेर बस्नु होला। केही कुरा अब आफूलाई लागेको चीजहरु यहाँबाट हामी भन्न सक्छौं। हामी प्ले गर्दै छौं साथीहरु। अब प्ले गरेर यो ग्रीन स्क्रिन हो यो अलि ठुलो बनाउन मिल्छ हैलाई थोरै ठुलो गराएर हामी ग्रीन स्क्रिन यतापट्टिबाट यहाँबाट हेरेर बसौं। अरुको यो भाइरल भएको भिडियोलाई हामी यसरी हेर्ने छौं र हामी अब यहाँ केही कुरा भन्ने छौं। अब यो केटीहरु आइराको छ है। अब यो उनीहरुले केटाहरुले यो कपडा फाल्दै त्यसले कुच्यो। उले चाहिँ प्याटप पिट्यो। यसले पिट्नु नहुने थियो पिटिहाल्यो। यसरी पिट्न नहुने झ्यापा हात हाल्नु उनीले झुकेर कुच्या हो। त्यति मात्रै। अब केही कुरा चाहिँ कमेन्ट गर्दियौ कुनै भिडियोमा हैन, त्यो चाहिँ युट्युबमा नि पाउँछ। अरुको भिडियोमा चाहिँ केही कुरा कमेन्ट
अथवा चाहिँ नकारात्मक अथवा सकारात्मक के त्यसले भन्न खोजेको कुरा चाहिँ मिल्यो कि मिलेन त्यो बारेमा कमेन्ट गर्न मिल्छ। अनि त्यसपछि यसलाई नेक्स्ट गर्नु के लेख्नु भयो त्यसमा लेख्न मिल्छ। केही लेख्नुहुन्न भने ठिकै छ, यसलाई लेख्नु परेन, डन गरिदिनु, के गरिदिनु होला। त्यसपछि नेक्स्ट गरेपछि तपाईको त्यहाँ हामीले हेर्नुपर्ने हुन्छ कुन त्यसको शीर्षक के छ, त्यो भिडियोको शीर्षक के छ। अब हामीले त्यसको शीर्षक अनुसारको यहाँ शीर्षक हामीले टाइटल हाल्नुपर्छ है। अब केटीले केटालाई हानेको छ हैन, त्यसको शीर्षक हामीले पहिला ख्याल गर्नुपर्छ। मैले चाहिँ ख्याल गरिनँ, तपाईले हेर्नु होला त्यो के लेखेको छ हैन। त्यसको क्याप्सन यहाँ चाहिँ के लेख्नु होला, टेनेज बोइज एन्ड गर्ल त केही चिज अब त्यस्तो खालको केही लेख्नु होला र तपाईले यहाँ चाहिँ ट्याग पनि लाउन सक्नुहुन्छ। GIRL गर्ल VIRL भाइरल सर्ट 892 के भिडियो भएको छ। अलि धेरै भएको चाहिँ कुन चाहिँ छ त्यसलाई हेरेर लगाउनु होला। अब भाइरल सर्ट ग्रिन स्क्रिन पनि हाल्न सक्नुहुन्छ। GREN ग्रिन 2.8 मिलियन भिडियो छ ग्रिन स्क्रिनमा, यसलाई पनि क्लिक गरिदिनु भयो भने पनि भयो। यहाँ ट्रु ब्युटी पनि हाल्न सक्नुहुन्छ। के ड्रामा, यो के ड्रामा कोरियनकै होला सायद, के ड्रामाको पनि हाल्न सक्नुहुन्छ हैन। यो पनि धेरै अझ हाल्न हुँदैन कि त्योसँग मिल्दोजुल्दो हुनुपर्छ है, त्योसँग मिल्दोजुल्दो यो कहानी यो उसँग चाहिँ मिल्दोजुल्दो शीर्षकहरू दिनुपर्छ, नत्र फेरि भिडियो हटाइदिन्छ। अरू त खासै केही पनि हुँदैन, मोनेटाइज हुनुभन्दा अगाडि त जे गरे पनि हुन्छ, खासै फरक पर्दैन। तर भिडियो चाहिँ युट्युबबाट हटाइदिन्छ त्यो चेकिङ गरेर। अब त्यसपछि सिलेक्ट अडियन्समा चाहिँ तपाईलाई नो इट्स नट म्याड फर किड्स गर्नु होला हैन, केटीको लागि चाहिँ होइन यो भनेर, बच्चाहरूको लागि, यो बच्चाहरूको लागि छुट्टै च्यानल हुन्छ, बच्चाहरूको लागि हेर्नेमा चाहिँ यो यस्तो गरिदिएपछि जाँदैन है। यहाँ रिलेटेड भिडियो चाहिँ तपाईँ कुन चाहिँ आफ्नो भिडियोको कुन चाहिँसँग रिलेटेड गर्ने छ त्यो रिलेटेड यहाँ गर्न सक्नुहुन्छ। कुन यस्तै खालको भिडियो भनेर कहाँ गइसक्यो गर्न सक्नुहुन्छ हैन। म कुनैमा पनि गरिनँ अहिले चाहिँ। यसपछि तपाईले यसलाई अपलोड सर्ट गर्नुभयो भने अपलोड हुन्छ। अपलोड एकछिन सर्ट अपलोड भइसकेपछि तपाईँ एकैछिनमा यहाँ अपलोड भइरहेको छ, अपलोड हुँदैछ, यसलाई क्लिक गर्नु होला। त्यसपछि मेन भनेको तपाईले यहाँबाट यो मैले धेरै पहिला चल्न 3 महिना भन्दा यता चलाएकै थिएँ साथीहरु यो च्यानललाई चाहिँ। मैले एउटा भिडियो पनि हालेकै छैन, अरूको भिडियोमा मैले पनि यहाँ टाउटाउको हेरिरहेको छु। त्यसपछि यहाँ यस्तो अप्सन खुल्ने भन्नेबित्तिकै 100% फुल सेट भयो। यो खुल्ने बित्तिकै एडिटको अप्सन आउँछ है, सी भिडियो एडिटको अप्सन आयो। अब चाहिँ हामी यहाँ एडिटको अप्सनमा गएर यसलाई फेरि एडिटमा जानुपर्छ। पहिला त अझ यसलाई चाहिँ हामीले चाहिँ अनलिस्टेड गर्नु पर्यो, अनलिस्टेड अघि नै गर्नुपर्ने हो, अनलिस्टेड गर्नु होला है अघि। त्यसपछि नो म्याड किड्स अफ फर मेन किड, नो इट्स नट म्याड फर किड भन्नुमा भइसक्यो, यो हामीले केटीको लागि होइन भनेर गराएको छौँ। त्यसपछि हामी यहाँ के गर्नुपर्छ भने यो ट्याग गर्नुपर्छ यसको लागि है, ट्याग हान्नुपर्छ। ट्यागमा पनि अब चाहिँ क्युट गर्ल्स यस्तो, यसमा ट्याग कस्तो हान्ने भने ट्यागमा चाहिँ जे पनि हान्न पाइन्छ है। ट्यागमा चाहिँ यो ऊ हान्न नपाउने भन्ने हुँदैन। क्युट गर्ल भयो, KORINGIRL मान्छेले धेरै जसो अनि यो कमा दिनु होला, जिनिति यस्तो हुन्छ। यो भनेको ट्याग हो, मान्छेले यो टाइप गरेर सर्च गर्यो भने तपाईको त्यहाँ आउँछ है अगाडि, त्यसको लागि हो यो ट्याग चाहिँ। अनि जस्तो अब अरू के कुरामा भाइरल भइरहेको छ त्यो कुराहरू यसबाट चाहिँ ट्याग गर्न सक्नुहुन्छ तपाईँ। जस्तो अब क्युट गर्ल भयो, कोरियन गर्ल भयो, कोरियन ड्रामा पनि हान्न सक्नुहुन्छ। कोरियन ड्रामा फाइट बोइज एन्ड गर्ल्स अनि यस्तै गरेर तपाईले ट्याग चाहिँ जति हाले पनि हुन्छ। ट्यागहरू लगभग 50-60 वटै बनाइदिनु हुन्छ। अब अलि ठिक्क मान्छेले धेरै प्राय जसो सर्च गर्ने खालको ट्यागहरू यसमा हाल्न सक्नुहुन्छ है। यसो गरेर तपाईँ हाल्नुभयो भने चाहिँ डिस्क्रिप्सनमा पनि केही लेख्न सक्नुहुन्छ। जस्तो तपाईले यो एक त यो कपी गरेर हाल्दिहाल्नुहोस् माथिको, यसलाई कपी गरेर डिस्क्रिप्सनमा चाहिँ यसलाई पेस्ट गरिदिनु अनि तल गरेर अनि यहाँ चाहिँ @ लगाएर
अब यहाँ एकदम भाइरल भएको के छ त कोरियन ड्रामा के छ कोरियन ड्रामा 13.8 के सब्सक्राइबर अलि धेरै भएको हेर्नुपर्छ 13.8 के आएन धेरै 5 बोन ट्रिक ओबन ट्रिक रहेछ यहाँ 5 मिनटको ट्रिक यहाँ कोरियन इङ्ग्लिसम्यान कोरियन रोमिट पो इन कोरिया यो उस्तै खालको कोरियन डटर इन लो बाई कोरिया उस्तै खालको यहाँ 2.6 मिलियन सब्सक्राइबर भएको चाहिँ यो 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 च्यानलहरू यिनीहरू चाहिँ च्यानलहरू यो च्यानललाई यहाँ हामीले चाहिँ टिक लगाएर चाहिँ ट्यागमा यसमा डिस्क्रिप्सनमा हालिदियो भने चाहिँ यिनीहरूको पनि भ्युवरहरू चाहिँ तपाईँकोतिर आउने चान्सहरू धेरै हुन्छ त्यो यसो त 4-5 वटा हालिदिन सक्नुहुन्छ तपाईँहरू यस्तो गरेर यो चाहिँ गरी तपाईँलाई सेभ गरिदिनु भयो भने चाहिँ सेभ हुन्छ है सेभ गर्नुभन्दा अगाडि चाहिँ यहाँ तपाईँको यो हामीले पब्लिक गरेको छैनौँ है हामीले पब्लिक गरेको छैनौँ यसलाई यतिकै यताबाट गएर यहाँ हामी वाइट स्टुडियोबाट गर्न पनि सक्छौँ यसलाई पब्लिक है वाइट स्टुडियोमा गएर वाइट स्टुडियोमा अघि हामीले हालेको भिडियो यहाँ आएको छ कन्टेन्ट यो भयो हामीले यसलाई पब्लिक गरिदिउँ ब्याक त्यसपछि सेभ यसलाई म एकैछिन खज गरेँ एकैछिन यसलाई अब एकछिनमा यो भिडियो अहिले मैले अपलोड गरिसकेँ भर्खरै अपलोड भयो अपलोड भइसकेपछि अब यो भोलिदेखि लिएर पर्सिसम्ममा चाहिँ यो भिडियोको भ्यू कमसेकम पनि 2K देखि 3K पुग्छ किनभने यो हामीले भाइरल भिडियो हेरेर चाहिँ यसमा हामीले ग्रिन स्क्रिन गरेका छौँ त्यो भएको भएर यो चाहिँ पुग्छ अनि त्यो भ्यू अनुसार त्यसले सब्सक्राइबर कति बढायो त भन्ने कुरो पनि अब यो भ्यूबाट हामीले सब्सक्राइबर पनि यो कुनै भिडियोले कति बढायो भने यसले 8 मात्र बढायो हामी थाहा पाउन सक्छौँ सर्टहरूले चाहिँ सब्सक्राइबर चाहिँ वात्तै बढाउँछ साथीहरू यसको म सब डिलिट गरिसकेको छैन यहाँ कति सब्सक्राइबर भएको छ के कुनले कति बढाएको छ भन्ने कुरा चाहिँ हामी यहाँ यो जस्तो यिनीहरू 79 के यो पनि त्यस्तै 23 नै बढेको यो एउटैले कति बढाएको छ हुन्छ 415 सब्सक्राइबर एउटै भिडियोले बढाएको छ त्यसै गरेर यो 8 के भ्यू छ यसले कति बढाएको छ सब्सक्राइबर 21 बढाएको रहेछ त्यसै गरेर लगातार दिनको 3 देखि 4 वटा भिडियो तपाईँले हाल्नुभयो भने चाहिँ दिनको 3 देखि 4 वटा भिडियो हाल्नुभयो भने लगातार हाल्नुभयो भने दिनको 3टा भिडियो कमसेकम अरूको भिडियोमा चाहिँ अरूको भिडियोमा च्याउने मात्रै काम गर्नुभयो भने तपाईँको सब्सक्राइबर वात्तै पुग्छ साथीहरू भन्दै यो भिडियोबाट बिदा माग्छु हस्त नमस्कार